समस्त देश विदेशमा छरेर रहनुभएका मानव जगतमा यो शीतकालीन चिसो वातावरणको न्यानो अभिवादन। समस्तमा प्रणाम। नेपालगञ्ज 12 क श्री कालीमाई योग साधना केन्द्र बेलासपुर बाँके गीताको छतबाट म गीता थापा यहाँहरू सबैमा एउटा आग्रह अनुरोध गर्न गइरहेको छु। धन्यवाद। ध्यानाकर्षण गरिदिनु हुने नै छ भन्ने विश्वास छ। खास गरी भन्नुपर्दा हामी दानी हौँ, धर्मावलम्बी हौँ, धर्म गर्छौँ, पूजा गर्छौँ, दान गर्छौँ, पाठ गर्छौँ, हरेक क्रियाकलाप गर्छौँ। आफूले धर्मावलम्बी सम्झिरहन्छौँ। हुन पनि हो, मानवले नगरेको धर्म पशुले त सक्दैनन्। पशुहरूले आफ्नो कर्तव्य पुरा गरेर, पन्छीहरूले आफ्नो क्रियाकलापहरू गरेर आफ्नो जीविकोपार्जन गरिरहेका छन्। हामी त त्यो पशु पन्छी जगतभन्दा माथि उठेको सर्वश्रेष्ठ प्राणी मानव। हामी अरूको सेवामा तल्लीन भयौँ भने अरूभित्र आफू परिन्छ अनि आफ्नो सेवा स्वत हुन्छ भन्ने विश्वास राख्छौँ। त्यसैले मैले एउटा आग्रह के गरेँ भने हाम्रो श्री कालीमाई योग साधना केन्द्र बेलासपुर बाँके गीताको छतमा खुल्ला आकाशमुनि हामी योग गर्न बाध्य छौँ। किनकि हामी आफ्नै लागि, आफ्नो स्वास्थ्य ठिक राख्नको लागि महर्षि पतञ्जलिले प्रतिपादन गर्नुभएको अष्टाङ्ग योगलाई भारतमा जन्मनुभएका पूज्य स्वामीजी महाराज रामदेव महाराजले विश्वभरि फैल्याउनको लागि कत्रो त्याग तपस्या गर्नुभयो। त्यसै गरी हाम्रो नेपालकै स्याङ्जाङमा जन्मिनुभएका हाम्रा आचार्य श्रीले पनि सबै मानव हितको लागि जडीबुटी जगतमा अध्ययन गरेर धन्वन्तरी उपाधि प्राप्त गरेर सबैलाई स्वस्थ बनाउने अभियान चलाउनु भएको छ। त्यो हामी सबैलाई सर्वविदितै छ। पतञ्जलिका योगीहरूलाई सुरुवात एक्लैले गरिए तापनि थोपा थोपा सहयोग सबैको मिसिएको कारणले समुद्रको जस्तो एउटा रफ्तारमा बगेर आज हाम्रो नेपालको पनि 77 जिल्लाको कुना कुनामा पतञ्जलिको योग साधना केन्द्रहरू छन्। ती साधना केन्द्रहरू आफ्नै तरिकाले चलिरहेका छन्। सबैको त्याग तपस्या छ, लगानी छ। यसै गरी हाम्रो यो श्री कालीमाई योग साधना केन्द्रमा सबैको थोपा थोपा मेहनत, आर्थिक, सामाजिक भाव, सद्भाव सबै कुराले चलिरहेको छ र हामी स्वस्थ छौँ। यसरी दर्जनौँ जना स्वस्थ रहने क्रममा यहाँहरू सबैको तर्फबाट जे जति योगदान भएको छ, आर्थिक सङ्कलन पनि भएर हामी यो सामानहरू किनिरहन्छौँ। वर्षै पछि फाटिरहन्छ, गइरहन्छ र पनि जमर्को गरिरहेका छौँ। र अहिलेको लागि पनि केही रकमका आवश्यक परिरहेको हुँदा गरिराख्नु भएकै छ सबैले। यो भिडियो जहाँसम्म पुग्छ यहाँहरूले आफ्नो तर्फबाट केही गरेर रसिदै काट्ने गरी सहयोग गर्छु भन्न पनि पाउनुहुन्छ अनि स्वस्थ हुन्छु भन्न आउनु पनि हुन्छ। हाम्रो सरस्वती रस्तोगी दिदीले हरेक हप्ता जसो आउनुभयो भने उहाँले सबैलाई एउटा रमाइलोसँग मुखमिठा पनि गरिरहनुहुन्छ। भोलिको दिनमा पनि उहाँले जिलेबीको व्यवस्था गरेर आउँदै हुनुहुन्छ अनि सबैलाई एउटा ऊर्जा हुन्छ। जडीबुटीहरू यहाँ पाकिरहेको हुन्छ, सधैँ दिन सबैले पिइरहेका छौँ। हामी रुगाखोकी, दम सबै खालका समस्याबाट हामी छुटकारा पाइरहेकै छौँ र यो हुने नै छ। मौसम अनुसारको हामी व्यवस्था गरिरहनेछौँ। यही सन्दर्भमा यो हाम्रो मौसमकालीन खालको व्यवस्था, यो सिलपोलिनहरू हामीले त्यहाँ टाङ्नको लागि पनि अझै काम अलिकति अधुरै रहेको पनि छ। कतिको सहयोग पनि छ। यहाँ योगमा आउने नआउने सबैलाई एकदम हार्दिक धन्यवाद छ। र भोलि चाहिँ विशेष यो साधना केन्द्रका सम्पूर्ण साधक ज्यूहरू बिहान 4:45 बजे
यस केन्द्रमा उपस्थित भइदिनु हुन म अनुरोध गर्दछु। सबैलाई अनुरोध गर्दछु, नजिकैको छिमेकीलाई पनि, र योगमा अहिलेसम्म आउँदै नआउनु भएका घर परिवारका दम्पति लगायतका सबैलाई पनि अनुरोध गर्दैछु। जो आउँछु भनेर जमर्को गर्ने तर आउन नसकेकालाई नि भोलिको दिनमा म आग्रह गरेँ सबैजना आइदिनु होला। हामी विशेष खालको सल्लाह पनि गर्नु छ है, त्यसैले चिसोमा तातो खालको कपडाहरू लगाएर बिहान अल्छी नगरेर उठेर आइदिनु हुन मैले हार्दिक हार्दिक अनुरोध गरेँ। र यो केन्द्रमा जतिजना नियमित आइरहनु भएको छ, नियमित हाजिरी छ, उहाँहरूप्रति म आभारी छु। र हिजोको दिनमा पतञ्जलि योग समिति नेपालका केन्द्रीय प्रमुख श्री लवदेव महाराजज्यूबाट हामीले यस्तो सारगर्भित ज्ञान वचन बाणी श्रवण गरेर सबैको त्यहाँ उपस्थित हुनेहरूको त मनमा अवश्य अलिकति भए पनि जागरुकता बढेकै होला भन्ने लाग्छ। र मलाई पनि एउटा अलिकति भए पनि इँटा थपिएको महसुस भएको छ, जिम्मेवारी थपिएको महसुस भएको छ। उहाँप्रति आभारी पनि छु। र हाम्रा लुम्बिनी प्रदेश प्रभारीज्यू लगायतका जिल्ला प्रभारीज्यू सबैप्रति म आभार व्यक्त गर्दै हाम्रो केन्द्रका समस्त साधकज्यूहरूको भोलि उपस्थिति रहोस् भन्न चाहे। सम्पूर्णमा ओमको नमन। ओम।